म चाहिँ चोकमा रहेको चाहिँ कार्यक्रम हेर्न गएको होइन। अहिले चाहिँ मेरो हाइट सानो भएर होइन म केही पनि देखिरहेको छैन होइन गाइस। यस्तो छ हालत त्यताको मान्छेहरू छन् त्यही पनि म चाहिँ आफ्नो भिडियो बनाएर चाहिँ रोक्दैन होइन। यो आजको चाहिँ माहौल चाहिँ धेरै राम्रो छ होइन गाइस, रमाइलो भइरहेछ। गोठानियाको साथीले भन रोडमा चलाउन खुल्ला छ। ओए रोडमा चलाउन ओए यता रोडमा। अहिले चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ बाहिर जाँदैछौँ होइन। धेरै मान्छेहरू छ, रमाइलो भइरहेछ। तर मेरो हाइट सानो भएर म के पनि देखिरहेको छैन होइन गाइस। अनि त्यसपछि यस्तो छ यता होइन। ल मोड छ के भन्ने हो यसको बारेमा केही भनिदेऊ ल। मलाई केही भन्नु छैन म त्यसो भयो। हाँसेर बोल्नुपर्छ क्या बिनिता, त्यो रुएर होइन कि अलिकति हाँस्नुपर्छ। यिनीहरूको चाहिँ खास के चलिरहेछ होइन। ल दोस्तहरू यिनीहरूको लागि के भनिदिनु अरे। दिदीबहिनीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्थ्यो त भने यिनीहरू होइन दाजु दाइ र बहिनीहरूको नाता छ तर पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड बन्न चाहिँ यिनीहरू हतार भइरहेछ कि यिनीहरूलाई। तर म रोकिरहेको छु कि होइन, आफू सिङ्गल भएपछि अब रोक्नुपर्छ कि के हो। भिड त हेर्नु कति धेरै हो कि यता मान्छेहरूको भिड चाहिँ धेरै गरिरहेको छ हेर्नु गाइस। होइन अलि म चाहिँ अहिले चाहिँ प्यासन स्टुडियोमा गइरहेको छु होइन। के गर्नु यता चाहिँ आफ्नो हाइट सानो भएर चाहिँ यो हेर्न पाएन होइन। त्यही पनि ठिकै छ, अब हिँडेर जाने हो मस्त। धेरै मान्छेहरू के हो बिचमा खालि उल्टा बोलिदिएँ तर दामी देखिया होला हेरेर छ गुरुई चोकको लागि। हामी चाहिँ उताबाट धेरै भिड भएर यता आउँला छ होइन। यो चाहिँ मेरो कालीवाली दोस्त हो। यो चाहिँ के भन्दा नि कालो दोस्त हो। त्यही ठिकै छ, हामीहरूको यस्तो दामी 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 भइरहेको छ होइन। मोबाइलले कालो देखायो होइन, तर म पनि त्यस्तै काली दैन देखिया छ, त्यही पनि केही छैन। यता भिडहरू धेरै छ। मेरो दोष छैन, मोबाइलको दोष। के भन्ने हो यसको बारेमा आज? खै के भन्नु, मलाई त के थाहा छैन के भन्नु भन्दैन। तिमीलाई यस्तो आज कस्तो फिल भइरहेछ ल भन त। आज एकदम गाह्रो फिल भइरहेछ, टाउ दुखिरहेछ, नाकबाट सेन बगिरहेछ। छि यस्तो फोहरी अन्त त नहेर्नु राम्रो होला जस्तो लाग्छ मलाई होइन गाइस। ल ल ल यतिको लागि आजको लागि यति। त्यही म चाहिँ एउटा चाहिँ अहिले चाहिँ एउटा ऱ्याप भनेर गइरहेको छु होइन। राम्रोसँग सुनिदिनु होला। अनि चाहिँ यो चाहिँ मेरो दोस्त, अनि यो पनि मेरो दोस्त। अनि यिनीहरूको बारेमा चाहिँ म अलिक के भन्न गइरहेको छु होइन। राम्रोसँग सुनिदिनु होला। मन परेमा नराम्रो भन्नु नै, मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। अब हजुरलाई मनै पर्दैन भने त अब हजुरको भिडियोहरू चाहिँ हजुरको मोबाइलमा आउने हो। आए पनि लाइक गर्न मन छ गरिदिनु, यसरी स्कोर गरेर माथि जानु मन छ भने जानु। मोबाइलै फुटाइले झनै राम्रो होइन। तिमी मेरी फुल्की रानी, यो भन न। तिमी मेरो फुल्की रानी। ल तिमी अर्को है। तिम्रो लागि बगाइदिन्छु खोलाको पानी भनेर। तिम्रो लागि बगाइदिन्छु खोलाको पानी। ए होइन यस्तै भइरहेछ मेरो जिन्दगानी होइन त्यस्तो नै। तिमी नै भन्नु भनेको छिको निको नै होइन। म तिमी मेरी फुल्की रानी, लगाइदिन्छु तिमीलाई सुनको खानी, दायाँ बायाँ होइन कान्छी लगाइदिन्छु तिमीलाई। साथीहरू पनि छन् होइन। यिनीहरूको लागि म केही भन्न गइरहेको छु होइन। साथ सपोर्ट गरिदिनु होला ल है। यो भन्ने है तिमीहरू। यो तिमी मेरी फुल्की रानी, लगाइदिन्छु तिमीलाई सुनको खानी, दायाँ बायाँ होइन कान्छी, चारैतर्फी हुन्छु म वरिपरि। तिमी भन मात्र तिमीलाई के चाहिन्छ मनैभरि, लगाइदिन्छु तिमीलाई सपिङको बजार, किनिदिन्छु तिमीले सुनेका उपहार। यो भन्देऊ न।